है त बुढीले मोछामाको जाड निकालेर पुरै छान्दैछ। यसरी बेला बेला खानु पाइराखोस्। धेरै धेरै धन्यवाद मर्चालाई। मर्चालाई पनि धेरै धेरै धन्यवाद। नेपालबाट हङकङे मर्चा लिएर चट्टसँगले यहाँनिर हाम्रो चाहिँ कोदोको वासिम मर्चा लिएर चट्टसँगले यहाँनिर हाम्रो चाहिँ कोदोको वासिम, हाम्रो भाषामा चाहिँ वाछन हो, चाम्लिङ भाषामा वासिम भन्छ के अरे। वाछन चाहिँ तयार हुँदैछ यहाँनिर। कि आराहा पनि पो भन्छ। यता देख्नु यसरी आज चाहिँ हाम्रो मुकबाङ हुँदैछ। मुकबाङ अहिले हेर्नु होला तपाईँहरूको। यस्तो छ है, ल यस्तो छ। सपनीमा छन् डबकीले हान माछामाको जाड खाए। के भन्छ अरे माछामाको जाड खायो भने त गाँड पो फुलिन्छ भनेर सुनेको थिएँ मैले। ल यस्तो छ हाम्रो चाहिँ गाइजहरू। लाइभ गर्ने मन थियो तर गरिएन। लाइक चाहिँ गर्नु होला र सब्सक्राइब पनि गरिदिनु होला है त सबैजनाले। ड्याक ड्याक ट्याङ ट्याङ। अब खाइन्छ। कस्तो हुँदो रहेछ यसरी खाने गाइजहरू। यो चाहिँ कति मिठो। हङकङे मर्चाको स्वाद दामी हुँदो रहेछ है। सबैले हङकङे मर्चा नेपालबाट आएर जापानबाट एक तोङ्बा बनाएर खानु होला। हाम्रो चाहिँ फेरि तोङ्बा पनि अब सुरु हुँदैछ। यो दसैँ तिहारको लागि तोङ्बा पनि हामीले लगाइसकेका छौँ भन्दै अहिलेको लागि यहाँनिर 2 शब्द टुङ्गाउँछु। हस्त नमस्कार। यहाँहरू सबैलाई नमस्ते। आज हाम्रो बिहानको यात्रा यहाँबाट सुरु हुन्छ। अघि भर्खरै माङछामको जाँड छानेर हामी यतातिर लाग्यौँ। तपाईँहरूलाई म देखाउँदै जाने नै छु हामी कुन ठाउँ जाँदैछौँ होला। मात्र पर्खिनुहोस्, धेरै छैन। 3 घन्टाको लामो यात्रापछि हामी त्यो ठाउँमा पुगेर तपाईँहरूलाई सबै कुरा देखाउने नै छौँ भन्दै अहिलेको लागि यति। हामी चाहिँ बाइपासको रोड हुँदै सानो सानो बाटोहरू छिचोल्दै गइरहेका छौँ र यो चाहिँ एकदम रमाइलो एरिया। नेपालको सम्झना आउने ठाउँहरू पनि देखियो। सहरमा बस्दा ठुल्ठुला बिल्डिङहरू हेर्दा यतातिर पुग्दाखेरि आफ्नै गाउँघरको सम्झनाले हामीलाई चाहिँ सतायो। हामी हेर्दै बिस्तारी हेर्दै गयौँ। बिस्तारी भन्दा पनि अलिक छिटो नै गइरहेको थियौँ हामीले चाहिँ। किनभने हामी आफ्नो ठाउँमा गन्तव्यमा पुग्ने चाहिँ एकदम आतुर र हतार थियो सबैलाई। त्यही भएर हामी जाँदै थियौँ। सर नमस्कार। तपाईँ आज यहाँ आइपुग्नु भयो? अरे यता उता होला नि। यहाँबाट हेरौँ। एकदम आज हामीलाई चाहिँ साथ दिएको छ। रमाइलो भएको छ। इट्स मी मातृधन राई।
गाइजहरूलाई खेल्दा खेल्दै भोक लागेको अवस्था। भोक लागेपछि हामीले चटपटे खायौँ, चटपटे बनायौँ सबैले। पानीपुरी थियो, पानीपुरी पनि बनायौँ, पानीपुरी पनि खायौँ। सँगसँगै त्यो हङकङ मर्चाको वाछन यानि कि वासिम पनि सँगसँगै खायौँ। चटपटेमा खोर्सानी, पियाज, धनिया अत्याधिक मात्रामा लाउनु पर्ने कुराहरू लगाइयो, कागती। यसरी सबैजनाले चटपटे मिलेर बनाएर खाइयो। खानेकुरा रेडी भयो। अब हामी खामपाई गर्छौँ यसरी। वाछनको खामपाई प्लस पानीपुरीको पनि खामपाई देश। समयले डाँडा काटिसकेपछि हामी घर फर्किने क्रममा यसरी बाटोमा रमाइलो गर्दै आउँदैछौँ। भिडियो अति लामो हुने भएको कारणले गर्दाखेरि यसपालिको लागि यही बिट मार्दै हजुरहरूसँग बिदा हुन्छु। नमस्कार। थ्याङ्क यू फर वाचिङ गाइज।